हेलो एभ्रिवान, यो चाहिँ हाम्रो बाआमाको 84 पूजाको सानो मिनी भ्लग लिएर आएको छु। सबैजनाले अन्तिमसम्म हेरेर साथ दिनुहोला है। हाम्रो बा र आमा चाहिँ 84 वर्ष पुरा हुनुभएपछि अनि 84 पूजा गर्ने चलन हुँदो रहेछ नि त, 84 दान। अनि त्यसकै पूजामा म पनि गएको थिएँ, हामी सबैजना गएका थियौँ। अनि यो चाहिँ पूजाको सबै तयारी भइसकेको रहेछ। हाम्रो चाहिँ घर अलिकति पर छ, हामी उतै बस्यौँ। अनि त्यसपछि यता ठुल्बाले टिका लगाउने चाहिँ मेरो बुवाको फोटो पनि यसरी राख्नु भएको रहेछ क्या। कस्तो आनन्द लाग्यो बुवाको फोटो यसरी राखेर पूजामा सामेल गराउँदा चाहिँ न्यास्रो नै पुरै मेटिएको क्या बुवाको यति फोटो हेर्दा पनि। अनि त्यसपछि यो चाहिँ 84वटा घडा रे। अनि यसमा 84वटा जनै सुपारी के राखेर 84 दान गर्ने रहेछ। यो मैले पनि 84 पूजा चाहिँ फर्स्ट टाइम देखेको हो, त्यही भएर मलाई यो पुरै भिडियोहरू बनाउन मन लाग्यो। 84 सिद्ध चक्र रे यो चाहिँ। अनि यो सबै के हो 84वटा चन्द्रमास पार गरेपछि अनि त्यसपछि चाहिँ त्यसको खुसियालीमा मनाउने एउटा पूजा भनौँ न, एउटा पर्व जस्तै 84वटा चन्द्रमास पार गरेपछि गर्ने रहेछ क्या यो पूजा चाहिँ। अनि हामी यहाँ माथि बसेर अनि हेर्दैछौँ के गर्ने, सबै माथि छतमा बसेर। उसलाई चाहिँ यहाँ राधा बन्न मन लाग्यो अरे, राधा बनेको छोरी मामु। अनि यता 84वटा गोदान भन्छ नि, 84 जनालाई गोदान पनि गर्ने पर्ने रहेछ। यस्तै रहेछ सबै कुरा त मैले नि बुझिनँ। मम्मी हेर्नु नि, मम्मी मक्का चाहिँ। अनि बिस्तारी बेलुकाको सन्ध्याको आरती गर्ने बेला भयो, लाखबत्ती बाल्ने बेला भयो। यता 84 दान गर्ने सबै कामहरू चाहिँ सकियो। अब रातभरि आकाशदीप बालेर लाखबत्ती सकेर भजनहरू सबै गरेर अनि बिहान भएपछि अनि होम आदि सबै गरिसकेपछि पूजा सम्पन्न हुने रहेछ। हामी चाहिँ यही लाखबत्ती बालेको हेरिसकेपछि चाहिँ हामी गयौँ सुत्नलाई। राति भइसकेको थियो, मेरो नानी पनि सानो। अनि रातभरि बस्न पनि त सकिँदैन, जाडो थियो। म अब व्रतालुहरू चाहिँ सबैजना बस्नुभयो क्या अरे, अरू त लाखापाखा सबै आफ्नो घर गए। अनि त्यसपछि यो लाखबत्ती बाल्दा एकैछिन भजन गाएर भजनमा रमाइलो गऱ्यौँ। अनि त्यसपछि चाहिँ अनि हामी घर गयौँ। अनि रातभरि भजन कीर्तन, त्यसपछि नाच्ने गाउने सबै भयो अरे। हामी चाहिँ बसेनौँ, त्यही भएर त्यो बेलाको भिडियो चाहिँ मैले खिच्न पाइनँ। हामी चाहिँ गएर सुत्यौँ एकैचोटि बिहान उठेर। अनि त्यसपछि आएको अब एकैचोटि बिहानको त्यही होम आदि गरेको फोटोहरू भिडियोहरू अलिअलि छ। अनि लास्टमा चाहिँ मेरो बाआमालाई बेहुला र बेहुली टाइपको दुबोको माला लगाएर पुरै गरेको छ कि। अनि त्यो बेला चाहिँ कस्तो मलाई चाहिँ अब कति क्युट लाग्यो क्या। अनि हाम्रो बा र आमाले चाहिँ बा 7 वर्षको अनि त्यसपछि आमा चाहिँ 8 वर्षको हुनुहुन्थ्यो कि बिहे गर्दाखेरि। पहिला कति चाँडै बिहे हुने हो। अनि हाम्रो आमा र बाको चाहिँ 5 जना छोराहरू, छोरी छैन। हाम्रो फुपूहरू हुनुहुन्न, बुवाको फुपूहरू मात्रै हो। अनि हाम्रो अब बुवा पनि हुनुहुन्न, बुवा नि बित्नुभयो। त्यो सबैजनालाई थाहा छ होला, कतिलाई थाहा छ कतिलाई थाहा छैन होला। अनि 4 जना दाजुभाइ, 5 जना बुहारी, हामी सबैजना भएर यसरी रमाइलो गऱ्यौँ। एकदम रमाइलो भयो। हजुरहरूले अन्तिमसम्म हेरेर भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। हजुरहरूकोमा कसरी गरिन्छ र यो मैले के भने यो सबै गलत सही के भने, केही गलत भएको रहेछ भने कमेन्ट गर्नु होला है त। मलाई चाहिँ सबै कुरा थाहा छैन, मैले जे बुझेँ जे थाहा पाएँ त्यही मात्रै मैले यसमा भनेको छु। त्यसपछि सबैजनाले कमेन्ट चाहिँ गर्नु होला है। हजुरहरूले कमेन्ट गर्नुभयो भने म पनि हजुरहरूलाई कमेन्ट रिप्लाई गर्ने नै छु।